नमस्कार। यता चाहिँ नमस्कार गर्दै हुनुहुन्छ गेटमा। आज चाहिँ हामी छोराहरूको स्कुल गएको थियौँ अनि आज हाम्रो हेलो कान्छो छोरा, मेरो चाहिँ कान्छो छोरा हो चाहिँ। अनि त्यसपछि आज हामी चाहिँ हाम्रो चाहिँ दुईटै छोराहरू एउटै स्कुलमा पढ्नुहुन्छ। अनि आज चाहिँ विन्टर भ्याकेसनमा उहाँहरूले बनाउनु भएको प्रोजेक्ट वर्कहरूको चाहिँ एक्जिबिसन थियो। कति राम्रो राम्रो बनाउनु भएको, सबै बच्चाहरूले चाहिँ कति राम्रो बनाउनु भएको। अनि कतिजनाले गेम्सहरू खेलिदिनु भनिराख्नु भएको थियो, मैले खेलिदिएँ अनि खेल्यौँ पनि। अनि रमाइलो भयो, कस्तो राम्रो राम्रो के एकदम कल्पना गर्न नसक्ने कुराहरू पनि बनाउनु भएको, कति राम्रो राम्रो। अब कार्डबोर्डहरू युज गरेर के कस्तो राम्रो राम्रो सेम टु सेम बनाउनु भएको थियो। अनि त्यसपछि एकदम राम्रो बनाउनु भएको थियो। अनि त्यसपछि हेऱ्यौँ, कान्छो छोराको सकेर हामी चाहिँ ठुलो छोराकोतिर गयौँ। ठुलो छोराले चाहिँ म्याथमेटिकल सिटी र भल्केनो ज्वालामुखी भन्ने बनाउनु भएको थियो। अनि त्यसपछि हाम्रो चाहिँ छोराको साथी र छोराहरूले चाहिँ हामीलाई एक्सप्लेन गरेर पुरै म्याथमेटिकल सिटीको बारेमा बुझाउँदै हुनुहुन्छ। अनि उनीहरू चाहिँ त्यसको बारेमा बुझाउने रहेछन्, आउने मान्छे पेरेन्ट्सहरूलाई चाहिँ बुझाउने रहेछ। उनीहरूले चाहिँ यो के हो भनेर सोधेपछि त्यसको बारेमा एक्सप्लेन गर्ने रहेछन्। अनि त्यसपछि हामी चाहिँ एकदम रमाइलो भयो, कस्तो राम्रो राम्रो बनाएर ल्याउनु भएको सबैजनाले। अनि त्यसपछि हेऱ्यौँ अनि सबैतिर डुल्दै कस्तो राम्रो बनाएको सबै कुराहरू हेर्दै। अनि त्यसपछि हामी चाहिँ छोरालाई बाई गरेर हिँड्यौँ। अनि त्यसपछि आउँदै फेरि सानो छोरातिर पनि आइपुग्यौँ। अनि हाम्रो चाहिँ सानो छोरा चाहिँ फ्यामिलीमा पार्टिसिपेट भएर रहेछ। फ्यामिलीको चाहिँ सन बनाएर रहेछ हाम्रो छोरा चाहिँ, सन हो हाम्रो कान्छो छोरा चाहिँ। थ्याङ्क यू।